जय श्री कृष्ण गुड मर्निङ जय श्री कृष्ण। आज हेर्नुहोस् आज फेरि म नानीहरूसँग भाउजू पनि हुनुहुन्छ हो। आज हामी जान लागेको गुरुधाम अनि जनिरा चाहिँ रेडी हुनु भइरहेको छ। रेडी हुनु भएको छैन है? छोरा कस्तो बोली केही त भन्नुहोस्। भन्दैन कस्तो बोल्यो? माया गरिदिनु होला। धन्यवाद। यस हाम्रोमा हाम्रो जनिदा हो, धेरै समयपछि भेटघाट भयो हो। रमाइलो गरिन्छ आज मजाले। अब हामी आज गुरुधामतर्फ लागिरहेको छौँ हो। यहाँ आमा होइन त्यसै भिडियो लिएको हौ अहिले। ल आमा बस्नुहोस् ल, फेरि चाँडै भेटौँ ल। छोरा बादमा बनाइ गुरुजीलाई दर्शन गर्नुको लागि। दादा बस्नुहोस् ल। र गुरुधामको यात्रामा हामी अहिले ओद्लाबाडीको यो फ्लाइओभरको छेउमा छौँ र यहाँ जहिले पनि रोकेर चाहिँ हामी नारियल पानी पिउने गर्छौँ। र आज हामीले यहाँ नास्ता गऱ्यौँ। नास्ता गरिसकेपछि अब हाम्रो यात्रा चाहिँ फेरि सिक्किमतर्फ हो। अनि हाम्रो यहाँ कुमार दादा के लेख्नु भयो? ल यहाँ बुनुहरूकोमा चाहिँ यहाँ दोकानमा हामीले आज बिहानको नास्ता गऱ्यौँ। यता हेरिदिनुहोस् त बुनु। आमा हुनुहुन्छ एकदम बिजी हुनुपर्छ नि। अहिले चाहिँ हामी गुरुधामको निम्ति निस्केको हौँ र यता दादा हुनुहुन्छ। दादाको साथी भनेपछि दादा अवश्य पनि परिचय गराउनेछु अहिले भरे। अहिले हामी बाटोमा सुन्तला खाने भनेर चाहिँ हामी रोक्यौँ हो। र यहाँ हेर्नुहोस् सुन्तलाको दाम कम गर्दैछु है। 150 को 300 भन्नुहुँदैछ। 300 ए मात्रै किन यति साह्रो? यस्तो त नभनिदिनुहोस्। कतिवटा लाने? एउटा हुन्छ भए हुन्छ होला हौ। टले भाइ हरियो छ त। अमिलो छ भने फेरि यो तपाईँले आफ्नै बारीको यतैको भने किचनकै हो छैन अमिलो। हाम्रो कुमार दाले चाहिँ एकदम मजाको दादा गुल्ले चाहिँ हुनुपर्छ है। तर तपाईँले हेर्नुभएको छ हो? म पसेको छु नि। होइन बहिनी पनि पसेको छैन। बहिनीले रूप हालेको किनिहालेको हेर्नुहोस् त पहाडको फुल कति सुन्दर। र अहिले हामी चाहिँ ठ्याक्कै दिदी घर आइपुग्यौँ। हेर्नुहोस् त कति सुन्दर फुल। साँच्चै नै त्यसै पनि सिक्किम एउटा अर्ग्यानिक राज्य र यहाँ फुलेका फुल, यहाँका वनस्पति, यहाँका वातावरण, यहाँका सुन्दरता साँच्चै नै मनमोहक छ। दादा कस्तो लागिरहेछ? एकदम रमाइलो है। प्राकृतिक सौन्दर्यता है, शीतलता। गुरुधाम जानको निम्ति नयाँ बाटो बनिरहेको छ। घुङ्रिएको केस, साधारण भेष, सुनिरहँ लाग्छ बोली
मानिस हुन् विशेष हाम्रो गुरु निर्मल बाबा, हाम्रो गुरु निर्मल बाबा। प्रणाम बाबा।